हेलो साथीहरू, स्वागत छ मेरो मिनी भ्लगमा। अनि आज चाहिँ मेरो काम भनेको यो रोलहरूलाई पुरै स्क्यानिङ गर्नुपर्ने हुन्छ। यसले स्क्यानिङ गर्ने यो स्क्यानिङ हो। अनि यो स्क्यानिङ गरेपछि यो पुरै यो देखाउँछ। एकछिन ल म देखाउँछु तपाईँहरू। हेर्नु साइज, वेट, अनि यसको यो डायमिटर कति केजी छ यो सबै देखाउँछ यसमा। अनि यसलाई चाहिँ सेभ गर्नुपर्छ। अनि यो कम्ता छ, उतासम्म छ खै छ। अनि मैले चाहिँ यो गर्नुपर्ने एक्लै हो। यो फेरि महिनामा दुईचोटि गरिन्छ, एकचोटि महिनाको लास्टमा अनि एकचोटि महिनाको बिचमा। अनि महिनाको बिचमा चाहिँ मैले एक्लै गर्नुपर्ने हुन्छ। अनि लास्टमा चाहिँ पुरै कम्पनी सटडाउन हुन्छ अनि सबैले मिलेर गर्छ। अनि को कता गर्छ, को उता उता के अरे माथि पनि छ, यो तल हो, माथि पनि छ। उता अलिक कम हुन्छ, यहाँ चाहिँ अलिक बढी हुन्छ। यहाँ लगभग 1100-1200सम्म हुन्छ। अनि माथि चाहिँ 600, 700, 800 जति हुन्छ त्यहाँ। अनि आज चाहिँ दिनभरि मेरो काम यही हो। 2 घन्टा लाग्छ होला। अनि माथि चाहिँ 1 घन्टामा भ्याउँछु होला माथि त। अनि यो आजको काम। अनि हेर्नु न कत्रो छ, यहाँ थुप्रै छ। हेर्नु म देखाउँछु है। यहाँ त काम भएन भने यहाँ कुनामा गएर लुकेर मोबाइल चलाउँदा नै हुन्छ। कसैलाई केही फरक पर्दैन। यहाँ मान्छे नै भेटिन्छ तन्ताबाट उतासम्म छ, थुप्रै छ। यही हो गाई, आजको मेरो काम चाहिँ यही हो। अनि फाइनली साथीहरू मेरो चाहिँ स्क्यानिङ गरेर सकेको छैन। अनि 2 घन्टा लाग्छ भनेको त खै 9 बजे ठ्याक्कै 1 घन्टामा भ्याएर सक्यो यार। अब चाहिँ म यहाँ यो बत्तीहरू बन्द गर्छु अनि जान्छु उता माथि। उता पनि खै कति, उता पनि 1 घन्टा जति लाग्छ होला। 9 बजेछ, मैले माथि 8 बजेदेखि सुरु गरेको थिएँ। अनि यो चाहिँ बत्ती बन्द गर्नु पर्यो। ल म चाहिँ अब उता जान्छु, माथि पनि छ क्या। अनि उता मेसिन चलिरहेको छ, आवाज खै कस्तो आइरहेछ। थुप्रै छ यहाँ। अनि यहाँ अब स्क्यानिङ गरिसकेँ। अनि आज पोस्ट आएको छैन। अनि त्यो मन्डेको आउँछ। अनि भोलि सन्डे छुट्टी, मन्डेको आएर त्यो कम्प्युटरमा चेक गर्छ कुन कुन स्क्यानिङ भएछ अनि कुन कुन छुटेछ। अनि त्यहाँबाट फेरि प्रिन्ट गरेर मलाई त्यो दिन्छ। अनि यसमा फेरि खोज्नुपर्ने हुन्छ। कन्ता दिमाग खराब हुन्छ। जब त्यो 4-5वटा रोल, 2टा रोल, एउटा रोल खोज्नु पर्दा यस्तो धेरै कहाँ हुन्छ। अनि त्यो पुरा यो स्टिकरहरू अनि साइजहरू, यो चाहिँ साइज हो माथिको, यो साइज हो। अनि यो चाहिँ आइडी नम्बर। अनि यो पुरा खोज्नुपर्छ क्या। दिमाग खराब हुन्छ। अनि यता चाहिँ यहाँ चाहिँ रिसिभिङ हुन्छ यहाँ बाहिर। अनि यहाँदेखि यहाँ भित्र ल्याउँछ त्यही हो। अनि मेरो काम चाहिँ यो सेटो स्टिकर तास्ने अनि स्याम्पल काट्ने। स्याम्पल काटेको कहाँ छ यार मेरो? यो हो, यो स्याम्पल काट्ने। यस्तै मेरो काम चाहिँ। कम्ता छ उता, फरकको हुन्छ। यो चाहिँ टेस्ट लाइनर, यता मिडियम, उता नि मिडियम। अनि उता अझै उता गयो भने क्राफ्ट छ। अनि बाहिर चाहिँ यो चाहिँ मम्मी कम्पनी हो। यो पुरै उतासम्म छ चाहिँ मम्मी कम्पनी हो। ल म अब उता गइरहेको छु। उता नि हेरौँ कति टाइम लाग्छ। 2 घन्टा म भ्याउँछु। फाइनली गाइज यहाँ माथि पनि सकेको छ। यो पछाडि यता यो अरू उता नि छ। अनि अब म जान लाग्छु खाना खान। 10 बजिसक्यो। अनि त्यसपछि
यो ग्लुहरू मिलाउनु पर्नेछ भित्र राख्नु यो टेप यसलाई पनि भित्र राख्नु पर्नेछ त्यसपछि काम सकिन्छ अनि अघि नै मैले कम्प्युटरमा चेक गरेको यहाँ चाहिँ 700 समथिङ 750 जति छ अनि उता अघि नै सुरुमा जहाँ स्क्यानिङ गरेर थिएँ वहाँ चाहिँ 1200 1250 उता छ अनि टाइम चाहिँ अहिले 10 बज्न लागिसक्यो 2 घन्टामा भ्याइदिएँ ल हुन्छ अहिले म खाना खाएर त्यसपछि अरू के गर्नुपर्ने छ त्यो चाहिँ देखाउँछु है तपाईँहरूलाई ल गाइजहरू मेरो काम चाहिँ एकछिन यहाँ छ अब यिनीहरूलाई साइड गर्ने हो अनि उतातिर कुनामा राख्ने उता सकिसकेछ त्यही भएर हिजो आएको अनि गुलु यो पनि गुलु उता इङ्क रिमुभर ऱ्यापिङ यता कलरहरू छ अनि त्यो चाहिँ ग्लोभ छ अनि यता नि छ यो गुलु यिनीहरूलाई सब भित्र राख्नुपर्ने मिलाएर यतातिर साइडमा अनि मेरो काम चाहिँ यही हो एकछिन लाग्छ त्यसपछि काम चाहिँ सकिन्छ मेरो त्यसपछि बस्ने दिनभरि यत्तिकै अरू केही काम छैन यही हो गाइस यतातिर मिलाइसकेछ पहिल्यै ल गाइजहरू म चाहिँ अब काम सुरु गर्छु है बाई